हेलो गाइज नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि म आइसकेको छु अर्को भिडियो लिएर र हजुरहरूले सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु र आज चाहिँ सबै युट्युब फ्यामिलीलाई चाहिँ ह्याप्पी न्यू इयर अनि हामी चाहिँ आज के हामी कहाँ गएको अरे भन्नु ल ओपनिङमा आएको होइन सेन्सैलाई स्वागत गरिँदैछ सेन्सैको स्वागत छ मुर्गियाको सुनगाबा चोकदेखि थोरै अगाडि छ जो पनि इच्छुक हुनुहुन्छ जापानिज ल्याङ्ग्वेज पढ्ने उहाँ चाहिँ आउन सक्नुहुन्छ यहाँ हाम्रो सेन्सै चाहिँ यहाँ हुनुहुन्छ यो सेन्सैले चाहिँ पढाउने यो चाहिँ अफिस रहेको छ आज चाहिँ ओपनिङ भएको मेरो बहिनी सेन्सै हामी चाहिँ जान्छौँ है माता सीता माता बिना सायोनारा ल हामी चाहिँ कार्यक्रम सकिएर हामी चाहिँ जाँदैछौँ अब चाहिँ बुटोल घुम्नको लागि हामी कहाँ जाने बुटोल जाम तिनीहरू त कुनै कहाँ जाने अरे तिनीहरू पनि जाने रहेछन् त्यही पिस पार्क जाने उनीहरू कि तिनीहरू तर हामी त्यहाँ नजाने बुटोल जाम जहाँ मलाई लाग्छ त्यहाँ घुमेर हामीलाई विङ्गर आऊ उहाँ विङ्गरमा जाने बसमा छ्या बसमा विङ्गरमा उस हुन्छ एक्सिडेन्ट भएछ नि यो नेपालको बाटै सानो छ एक त गाडी पनि हिँड्न पनि यस्तो के कस्तो म त्योभन्दा म चाँडो जान पाएँ हुन्थ्यो भन्ने जस्तो गरेर हिँडिहाल्छन् अनि त्यस्तै एक्सिडेन्ट भइहाल्छ जो इच्छुक हुनुहुन्छ फुलबारी घुम्न आउनुहोस् है हामी आज नयाँ वर्षको दिन हामी चाहिँ फुलबारी घुम्न आएको छौँ देख्न सक्नुहुनेछ यहाँबाट चाहिँ टिकट काट्ने ठाउँ म्याडम दुईटा टिकट दिनु एन्ट्री गर्ने ठाउँ यो चाहिँ फुलबारी है हामी चाहिँ फुलबारी आइसक्यौँ देख्न सक्नुहुन्छ फुलबारी हामी चाहिँ सबै फुलबारी घुम्ने प्रयास गर्नेछौँ बुटोल फुलबारी इधर चलो इधर भने अस्ति नै हामी आएको पानी कति ठुलो आएर यहीँ बसेको के हो हामीले पानी जोड्नु माथि गएको थियौँ साथीसँग आएको थियौँ न ए पानी आएर हामी चाहिँ आज नयाँ वर्षको दिन फुलबारीमा चाहिँ को जोडी आहा काका बसेको जोडी अन्दै हेर्दै आफ्नो चाहिँ यस्तै
हामी त यस्तै हिँड्ने हो र के भन्नु त त्यो फोटोहरू खिचेर राखेको त देखेको थिएँ होइन तर यो कमलको फुल चाहिँ कहाँ रहेछ यो फुलबारीमा भनेको त यहाँ पो रहेछ म त अस्ति नै आएको फुलबारी तर म चाहिँ तल तल मात्र घुमेर जान्छु कि माथि आउनै सक्दैन यस्तो धन्छ अनि देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ कमलको फुल बनेको रहेछ यहाँ तपाईँ पनि हेर्न आउनु होला होइन सबैजना जे भनिस् त्यो शब्द चाहिँ अरूले पनि भन्न सके नयाँ वर्षमा चाहिँ अरू चाहिँ जोडी जोडी भएर आएको नि हामी चाहिँ दुई बहिनी यसतिर यस्तिर हिँड्ने यहाँ चाहिँ पिकनिक खान आएको रहेछ नै माथि यहाँ पकाउने रहेछ क्या कति नाचेको देख जोडी जोडी नै ये नहीं ये तो क्या है देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ के खाना दे भनेर बच्चा नेउलो कि नेब्रो नागिनमा हुन्छ नागिनको दुश्मन नागिनको दुश्मन छ न रुख तला रुख आनन्दले सुतिरह को छुवा खै त कति धेरै यहाँ माथि रहेछ नि कति धेरै हाम्रो चाहिँ घुमेर अब चाहिँ फोटो खिचेर जाने यहाँ रहेछ त एउटा के हो जरा नै त्यो फोटो खिचाउँ न त ए वहाँ छोडियो त फोटो खिच्न भनेको त फोटो खिच्नु तर यो हेर त डिजाइन कस्तो राम्रो न अरू बेला चाहिँ यस्तो यस्तो लिएर राख्दैन आज नयाँ वर्षको नयाँ वर्ष भएर होइन लिएर लाइट बल्ब चाहिँ रातिमा साथीहरू हामी चाहिँ अब निस्किँदैछौँ छिटो घुमेर चाहिँ हाम्रो सक्यो अब चाहिँ हामी घर जाँदैछौँ देख्न सक्नुहुन्छ हामी चाहिँ बाहिर निस्किँदैछौँ मान्छे आएका आइछन् हामी चाहिँ जाँदैछौँ ए भगवान् आज त्यति धेरै भिड चला नास्ता हामी के खाने हामी नास्ता खान बस्यो केही पनि भएन ह्याप्पी न्यु इयर है हामी चाहिँ घुमेर पनि फुलबारीबाट निस्किसक्यो त्यो त अब त जोडीलाई हाम्रो चाहिँ नास्ता आइसकेर सक्नुहुन्छ झोल मोमो बहिनीले चाहिँ झोल मोमो नखाने अरे ह्याप्पी न्यु इयर है ठिकै छ नयाँ सालको दिन घुम्न जानु नपाएर होला कि उहाँ गएर त्यो दोकानमा नजाने सेटोबाट लगाइदिने छा त
बन्द गर्नु के कस्तो अनि अगाडि पनि मान्छेलाई आँखामा लाग्ला जस्तो डर पछाडिकोलाई नि आँखामा लाग्ला जस्तो डर होइन कि त्यस्तै हो नि त्यो बानी लाएर होला नि आम्मा यो भिड के हो यस्तो साह्रो धन्य चाँड घर चाँडै फर्क्यौँ यार हामी होइन फाइनली साथीहरू म चाहिँ आइसकेको छु घरमा किनकि म धेरै बेरसम्म म घुम्न सक्दिनँ किनकि धेरै भिड थियो उहाँ चाहिँ आज नयाँ वर्षको दिन भएर होला होइन चाँडै नै आइसकेँ घर अहिले चाहिँ 3 बजेको छ 3 बजी नै म घर आइसकेको छु सो आजको लागि चाहिँ यति नै